सोल्टिनेको त्यो रातो गालेमा हो लान्छु तिमीलाई हो आउने सालैमा हातैमा सुनेको जुरा अनि औँठी लगाइदिउँला मखमली चोली अनि शिरबन्दी शिरमा सजाइदिउँला। हेलो नमस्ते, म सार्थक लामा। यही टेक्सास कलेजमा हुर्किँदै गाउँदै आज चाहिँ म द भोइस अफ नेपाल सिजन 6 को ब्लाइन्ड अडिसन र लगायत ब्याटल त्यसै गरी नकआउट राउन्डहरू चाहिँ मैले आज पार गरेर लाइभ सोसम्म पुग्न सफल भएको छु। र अबको दिनहरूमा चाहिँ अब हाम्रो जजहरूको केही पनि नलाग्ने भएकोले हाम्रो यहाँहरू जनताहरू, हाम्रो टेक्सेसियनहरू, एकदमै युवाहरू, हाम्रो सबैजना हजुरहरूको मायाको कारणले मात्र म अगाडि बढ्ने कि नबढ्ने भन्ने अब निर्णय हुनेवाला छ। त्यसको लागि हजुरहरूले चाहिँ मलाई धेरै मेहनत आफूले जति सक्नुहुन्छ भोट गरेर मलाई चाहिँ विजेता गराइदिनुहुन्छ भन्ने धेरै नै ठुलो आशा राखेको छु। र हजुरहरूले भोट गर्नको लागि चाहिँ खल्ती एप मार्फत चाहिँ गर्नुपर्ने हुन्छ। यदि हजुरहरूलाई अलिकति केही कन्फ्युजन हुन्छ भने चाहिँ हामीले त्यसको लागि एउटा सानो भिडियो पनि राखेको छु साइडमा, त्यो हेरेर पनि हजुरहरूले भोट गर्न सक्नुहुन्छ। र यसरी नै हामीलाई टेक्सासलाई र मलाई यसरी नै माया गर्दै गइदिनुहुन्छ भन्ने धेरै ठुलो आशा। सुमधुर स्वर र डिसिप्लिनको एउटा उच्चतम नमुना टेक्सासको बिएचएममा अध्ययनरत बाबु सार्थक लामा, जो भोइस अफ नेपालको विभिन्न चरण पार गरेर अब लाइभ राउन्ड भन्छ हो त्यो चरण पुगेका छन् र टप 12 मा पर्न सक्नु भएका छन्। सबै नर्सरीदेखि मास्टर्स डिग्रीसम्म पढाइ हुने टेक्सासका सम्पूर्ण विद्यार्थीहरू, सम्पूर्ण शिक्षक साथीहरू, सम्पूर्ण अभिभावकहरू, यो हामी सम्पूर्ण टेक्सासियनहरूको, सबै टेक्सासका तपाईँ हामी सम्बद्ध मान्छेहरूको र वास्तवमा भन्ने हो भने टेक्सासका विद्यार्थी मात्र अरू सम्पूर्ण युवा विद्यार्थीहरूले पनि सार्थक प्रति गौरव गरिरहेको अवस्था छ। म यति भन्न चाहन्छु, भोट फर सार्थक लामा। सुरुमा चाहिँ हजुरहरूले खल्ती भन्ने एप छ, खल्ती एपमा जानुहोस्। त्यसपछि हल्का स्क्रोल गरेपछि यहाँनिर भोटिङ भन्ने अप्सन छ, यसमा क्लिक गर्नुहोस्। र यसपछि द भोइस अफ नेपालको भनेर यहाँनिर चाहिँ यहाँनिर गएर चाहिँ भोट नाउमा क्लिक गरेपछि चाहिँ हजुरहरूले यहाँ 4वटा कोचेसको देख्नुहुन्छ। त्यसमा चाहिँ म कोच मेलिनाकोमा छु, कोच मेलिनाकोमा सेलेक्ट गर्नुहोस्। त्यसपछि यहाँ 12 नम्बरमा सार्थक लामा भनेको छ, यसमा क्लिक गर्नुहोस्। यसरी तपाईँहरू स्क्रोल गर्दै जानुहुन्छ। यहाँ चाहिँ हाम्रो 10 भोटको 50 छ, 100 भोटको के अरे 25 भोटको 100 छ, यसरी नै छ। अनि हजुरहरूले 1000 भोटभन्दा माथि गर्नुभयो भने चाहिँ पर भोटको 3 रुपियाँ पर्न जाने रहेछ भने 1000 भन्दा मुनि गर्नुभयो भने चाहिँ 5 रुपियाँ पर्न जाने रहेछ। यसरी चाहिँ हजुरहरूले मलाई भोट गर्न सक्नुहुन्छ। जस्तै अब मलाई 1000 भोट गर्नु मन लाग्यो भने यहाँ क्लिक गर्ने हो, प्रोसिड गर्ने, खल्ती वालेटबाट गर्न सक्नुहुन्छ। यसरी थ्याङ्क यू सबैजना।